सम्मान्य सभामुख महोदय, हामी निरन्तर भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गराउने निकृष्ट कार्यका विरुद्ध संसदमा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउन पर्ने माग गरिरहेका छौं। सरकारले सुनेन। यस्तो नागरिक बेचिने र देशकै छविमा आँच आउने गम्भीर विषयमा पनि सरकारले स्वार्थ बाजिने अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ठ कर्मचारीहरू सम्मिलित एउटा सामान्य टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ। यसकै विरोधमा हामी हाम्रो कुरा नसुनेका कारण निरन्तर रूपमा संसद बहिष्कार गरिरहेका छौं। सभामुख महोदय, यसै सन्दर्भमा हिजो मैले संसदमा राखेको विषयवस्तु हटाउन माग पनि भएको रहेछ। हामी गइसकेपछि पछि थाहा भयो। प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएको रहेछ। केही मान्यज्यूहरूले बतासे केटाकेटी पनि भन्न भ्याउनु भएको रहेछ। सभामुख महोदय, रासोपा जिम्मेवार पार्टी हो। जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण म केही कुरा आफ्ना कुरा सम्माननीय सभामुख महोदय मार्फत सबैको जानकारीको लागि र स्पष्टताको लागि पुनः एकपटक राख्न चाहन्छु। सभामुख महोदय,